हेलो नमस्ते। यो चाहिँ 2-3 वर्ष अगाडिको भिडियो हो। पोखरा पोमदीकोट जाँदाको त्यो समयमा जाँदाखेरि भिडियो खिचेर बनाएर हालेको थिएँ, तर त्यो भिडियो चाहिँ कसरी डिलिट भएछ, सायद कपिराइट हुन सक्छ। केही रहेको र भिडियोहरूलाई फेरि मैले एडिट गरेर हालेको छु र सबै साउन्डहरू हटाएको छु। फेरि कपिराइट नलागोस् भनेर हेरेर साथ दिनु होला। हामी फ्यामिली नै भएर गएका थियौँ 2-3 वर्ष अगाडि, तर पुरै भिडियो क्लिपहरू चाहिँ छैन। थोरै भएको क्लिपहरू चाहिँ हालेर यसरी राखेको छु मेमोरीको लागि। हेरेर साथ दिनु। टाढा रहेछ आमा। पोखराबाट देखेको यस्तो मोहनी लाउने मोहक दृश्य हो फेवातालसँगै बजारको भाग। हामी जाँदा चाहिँ पुरै कम्प्लिटली भइसकेको त थिएन, तर तलको बाटोहरू बनाउँदै थियो। माथि चाहिँ अलमोस्ट भइसकेको थियो। अहिले धेरै चेन्ज बनाएको छ छन त। यो 2-3 वर्षको अगाडिको भिडियो थियो। जब हामी गेटबाट भित्र छिर्छौँ, जब जुन सुन्दर दृश्यहरू, यस्तो अग्लो शिवजीको मूर्तिहरू, शिवजीको लिङ्गहरू अनि यस्तो चित्रहरू देख्दा निकै डिफ्रेन्ट खालको भाइब्स आउँछ, पिस खालको होइन। अनि निकै सुन्दर तरिकाले बनाइएको छ। अग्लो, सायद यो नेपालको दोस्रो अग्लो शिवजीको मूर्ति हुनुपर्छ। अहिले त मैले भिडियोहरू देख्छु होइन, निकै टुरिस्टहरू आएको देख्छु। जस्तै त्यो इन्डिया नेपाली मात्र होइन कि अरू युरोपियनहरू पनि त्यस्तो आएको देखिन्छ होइन। अहिले त निकै मनमोहक बनाएको जस्तो झन् है। त्यति बेला चाहिँ राम्रो थियो। कन्स्ट्रक्सनको कम्प्लिट नभए पनि माथिको त कम्प्लिट भइसकेको थियो र माथि निकै सुन्दर थियो। स्थानीय पर्यटकहरू निकै आइरहेका थिए त्यति बेला पनि। तपाईँहरू जानुभएको छ कि छैन हेर्नु होला। र माथि चप्पल जुत्ताहरू लगाएर जान अलाउड छैन, सेक्युरिटीहरूले स्टप लगाएर हेर्नु होला। कस्तो सुन्दर दृश्यहरू देखिन्छ पोखराको। यहाँ पनि हरियाली वातावरण क्या। मैले भिडियो निकै लामो र राम्रो बनाएको थिएँ पहिला होइन, सबै देखिने पछाडि। तर त्यो भिडियो चाहिँ के भएर डिलिट भएछ होइन। तर अहिले चाहिँ मेरो उसमा चाहिँ थोरै पिक्चरहरू भिडियोहरू थियो, मैले त्यही हालेको छु। त्यो भिडियोहरू हटाएर यो सायद मन्दिरमा त्यो भजन बजिरहेको थियो होइन, त्यो भजनको कपिराइट लागेछ होला। के भयो त्यो